सरी मेरो त्यो साउन्ड अफ थियो। फेरि बोल्नुहोस् नि हजुर। नमस्कार दाजु। दाजु घलेम्डी हाइड्रो पावरमा हुनुहुन्छ? म छैन। 39 वटा बाइङ भइरहेछ त धेरै। कसले गरिरहेछ त्यो पत्ता लगाउनुहोस्, म चाहिँ छुइनँ है। एक हप्तामा धेरै बाइङ छ त। म छुइनँ। हुन्छ। अरू साथी बोल्दै जाम। हेलो दाजु, नमस्ते। नमस्ते दाजु, भोलि सिन्धुकी हुन्छ? बढ्छ। आज पनि बढ्नु पर्ने थियो, अलिकति रेन्ज पनि खोलेको थियौँ, तर फेरि मैले सोचेँ जो सस्तोमा बेचिरहेको छन् पहिला उनीहरूलाई मौका दिने, त्यसपछि साम्ला। हजुर, कि 1260 को चाहिँ यहाँ बाई थियो दाइ, अनि त्यही भएर हजुरलाई बुझौँ भन दाइ। हस् दाइ, थ्याङ्क यू। बोल्दै जाम है, बोल्दै माइक अन छ भने तल जाँदैन। दाइ नमस्कार, हजुर सन्चो हुनुभयो? अलिकति घाँटी दुखिरहेको छ त्यो। दाइलाई त अनलाइन नदेख्दा निद्रै नलाग्ने जस्तो भइसक्यो के दाइ? कतिलाई देखेर निद्रा लाग्दैन, कतिलाई नदेखेर निद्रा। त्यही त दाइ बिरामी हुनु भएको पो रहेछ। अस्ति त सन्चो भयो मलाई धेरै नै भन्नुहुन्थ्यो, त्यो भएर हो। होइन, सन्चो त बिचमा भएको थियो अलिकति, फेरि त्यही हो अलिकति हेक्टिक सेड्युलले गर्दा पनि होला सायद, के त थाहा छैन। त्यही त दाइ, सिन्धु त अब आजको भन्दा पनि हामी त अलि माथि नै छौँ दाइ। के हो, किन्ने हो कि के हो दाइ? अब आजदेखि बाइङ फेरि सुरु गरेको छु, अब हेरौँ। दाइ त्यो सँगसँगै मसँग चाहिँ अलिकति यो एसएबी डिबिएल पनि छ। यो चाहिँ के हो, सँगसँगै जाने हो कि एउटा मात्रै हो कि के हो? अलिकति आइडिया चाहियो त्यो दाइ, त्यो भएन। बढेछ त एसएबी डिबिएल। आज बढ्न त बढ्यो, आज 1269 कति पुगेछ। हिजो पनि बढेछ, आज पनि बढेछ। कति ध्यान दिनुभएको छ? बढेको छ, तर विशेष गरी सिन्धुलाई मात्रै टार्गेट गरिरहेको, त्यसले गर्दाखेरिमा हो। आउँछु नि बाबा, सबैभन्दा सस्तो सिन्धु छ, 1100 मा पाइरहेछ। अर्को त्योभन्दा माथि तपाईँको 1300 मा एसएबी डिबिएल छ, त्योभन्दा माथि 1400 मा ग्रिन छ, त्यसभन्दा माथि तपाईँको 1800 मा एनएबिबिसी छ, त्यसभन्दा माथि 2000 मा तपाईँको सिओआरबिएल छ। राइट हो दाइ, सबैभन्दा सस्तो। तर हजुरको आइडिया अनुसार दुईटामा मात्रै हो दाइ, त्यो कारणले गर्दा त्यसमा पनि सिन्धुलाई मात्रै फोकस गरेर बसिरहेको हो, त्यसले गर्दाखेरिमा हो। सबैभन्दा राम्रो फाइनेन्सियल यदि तपाईँको इपिएस हेर्नुभयो, अरू हेर्नुभयो भने सिन्धुकै छ। दाइ पछिल्लो चरणमा हजुर जोशीमा चाहिँ हुनुहुन्न हो? म जोशीमा त छु, तर म अहिले त्यसमा खेल्दिनँ भनेर भनेको छु। पहिला म यो सिद्ध्याउँछु हाम्रा विकास ब्याङ्क, त्यसपछि। हुन्छ दाइ, हस्, धन्यवाद। बोल्दै जाउँ, तर झार्थ्यौँ हजुर। नबोल्ने साथीहरू माथि नआइदिनुहोस् नि, अरूले मौका पाउँदैन। हेलो हजुर
दाइ के अरे सिन्धुमा छिरेको थिएँ होइन अनि अलिक टेन्सन होला जस्तो भएको थियो तर अब फेरि आजबाट फिर्ता आएको देखेँ होइन अब यसलाई चाहिँ नि अब हजुरको विचारमा चाहिँ नि कहाँसम्म हो अब हुन्छ नि यसो सोच्दाखेरि चाहिँ नि कहाँसम्म पुर्याउने हो भनेर सिधा कुरा हो तपाईँको मैले अहिले टार्गेट भन्दिनँ टार्गेट एउटा लिएर पुगेपछि बोल्छु किनभने अहिले बोल्यो भने पत्याउँदैन त्यसैले मैले त्यो नबोलेको है हो त्यो त ठिक कुरा हो तर अब सिन्धुपछि अरूको नि पालो आउँछ होइन आउने कुरै भएन हस् जय श्रीराम गुड नाइट दाइ हेलो दाइ हजुर यो नयाँ आइपिओ परेर मार्केटमा आएको छ नि जिएमएलआई कतिसम्म जाला आइडिया भएन अरू साथी दाइ नमस्ते दाइ नमस्ते दाइ सिओआरबिएल को त राम्रो लक्षण त केही देखेको छैन दाइ 3 हप्ता 4 हप्ता भइसक्यो हजुरको एक्सपर्ट भ्यू के भन्नुहुन्छ दाइ यसमा आज किनेपछि आजै राम्रो लक्षण देखिनु जरुरी त छैन होइन अब वेट गर्नुहोस् आउँछ है दाइले यस्तो भन्नुभएको दाइले चाहिँ यो सोच्दै नसोचेको प्राइस पुग्छ भन्नुभएको थियो अनि त्यसैको पर्खाइमा छु दाइ म आउँछ समय अल टाइम हाई त जानु दिनुहोस् मार्केट यार त्यति त बस्नुहोस् अरू साथी औ दाइ सिन्धु 1300 थपियो खै कहिले पुग्ने हो त एभरेजिङ गरौँ कि के गरौँ एभरेजिङ गर्नुहोस् मेरो हिसाबले त एभरेजिङ गरौँ त्यो त अरू कुन लिँदा हुन्छ सबै थाहा नै छ तपाईँलाई कुन लिने भनेर अरू साथी यो भेट्न आउनु पर्यो कि कहिले भेट्न सकिन्छ दाइ नमस्कार दाजु मसित चाहिँ सप्तकोशी छ कि दाजु हजुर अनि सुन्नु न यो केआरबिएल चाहिँ कहिले खुल्ला दाजु ओके दाजु गुड नाइट अरू दाजु नमस्कार त्यति नै राखौँ है नमस्कार आराम हुनुहुन्छ हजुर आराम दाजु मलाई एउटा कुरा सोध्न मन लाग्यो यो अप्पर लोवरै खोला भन्ने छ नि दाजु हजुरको इन्ट्री भयो जस्तो मानेको थिएँ त्यो घटै छ यसमा इन्ट्री भएर कि होल्ड गरी बस्नु भएको दाजु मसँग 10 किता पनि छैन तपाईँले कुन जुन हाइड्रो भन्नुभएको छ है होइन हजुर होइन अघिल्लो त्यो तपाईँको एक दिन सर्किट हानिरहेको थियो नि त्यो दिन 72 नम्बर उठाइरहनु भएको थियो सायद दाजुको इन्ट्री हो कि जस्तो लागिरहेको थियो नम्बरले जे उठाउँछ सबै मेरो होइन नि बाबु है अरू साथी नमस्ते दाई नमस्ते हजुर दाई मेरो यो 1250 को सिन्धु बाई छ अनि तपाईँले भने अनुसारले अब डबल भएपछि बेच्ने भने त्यो चाहिँ कहिले आउला त सर म त्यही कुरेर बसिरहेको छु मार्केट यो अल टाइम हाई त पुग्न दिनुहोस् त्यो पनि पुगेको छैन मार्केट डेली झरिरहेछ होइन सो वेट गर्नुहोस् न किनेर सुत्ने हो कि जब दाम आएपछि बेच्ने हो त्यति हो है हुन्छ सर त्यही गरिरहेको छु अहिले चाहिँ प्यानिक त भएको छैन खासै अब एभरेजिङ गर्नलाई पैसा पनि छैन तर तपाईँले भने फर्मुलामा चाहिँ वेटमै बसिरहेको छु जस त्यही अब 3200 मार्केट कट्ला के भनेर अरू साथी शिवम सिमेन्टको चाहिँ कस्तो हो अहिले हाई क्याप छ प्रोमोटर सेयर अनलक भइसक्यो टाउको दुखाइ हजुर अरू साथी जय शम्भु प्रभु जय शम्भु सर आराम हुनुहुन्छ भोजन ग्रहण भइसक्यो हजुर हजुरको नि एकदमै ठिक छ अनि के छ सर यो दाममा तपाईँको सिग्नेचर धस्काउने मान्छेको पनि अब समय अवधि परिवर्तन हुने अवस्था हो क्या र होइन मैले बुझिनँ हजुर ए यो
पैसामा सिग्नेचर गर्ने मान्छे हजुर 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 पैसामा सिग्नेचर गर्दै बाँड्ने मान्छे जो छन् नि हजुर उहाँको पनि अब कहिले 13 गते भने होइन र सर? उहाँ छुट्टीमा बसिसक्नु भएको छ, गभर्नर साहबको कुरा गर्नुभयो होला। ए हजुर हजुर। छुट्टीमा बसिसक्नु भएको छ भनेपछि अब नयाँ आउनेमा केही त्यस्ता सम्भावित मान्छेहरू अलि हल्ला चलेका मान्छेहरू कोही छन् त्यस्ता पोजिटिभ खालका मान्छे के छ? थुप्रै मान्छेको हल्ला सुन्छौँ, तर कसको के हुनेवाला छ त्यो थाहा छैन हजुर। अलिअलि हाम्रो सरकारको विषय पनि छैन अहिले, जबसम्म नियुक्ति हुनु। हो एकदमै होइन हजुर। हेरौँ के हुन्छ। अनि अब मार्केट त त्यही हो, अब अलिअलि घट्दा सबै बर्बादै भयो जस्तो हो नि, अलिअलि बढ्दा अब चाहिँ यो कहाँ पुग्ने भन्ने हो नि होइन। कहिले घट्ने कहिले बढ्ने निरन्तर प्रक्रिया नै होला। बढ्नैका लागि घट्या त होला नि होइन? ए हजुर, हस् धन्यवाद। साथीहरू आज धेरै लामो सेसन चाहिँ चलाउँदिनौँ होइन। मैले फेरि भने आउने दिनहरू अझै राम्रो देखिरहेछ, सबल देखिरहेछ होइन। यो भनेको तपाईँले के बुझ्नु पर्यो भने आउने दिनहरूमा तपाईँको मार्केट चाहिँ स्ट्रङ छ। सो त्यसैको लागि तयारी गरेर बस्नुहोस्, बाई गरेर राख्नुहोस्। अब यो लोएस्ट रेटमा फेरि पुगिसक्यो, यहाँबाट जति तपाईँले किनेर राख्नुहुन्छ त्यति तपाईँलाई राम्रो हुन्छ, मलाई त्यस्तो लाग्छ है। सो अल्ट्रा लो क्याप डेभलपमेन्ट ब्याङ्क अहिलेको लागि बेस्ट नै देखिरहेछौँ होइन। र भोलि पनि यो मार्केट घट्दा पनि बढिरहेछ र भोलिदेखि फेरि चाम आउँछ होला तपाईँको 1-2वटा हाम्रो स्क्रिप्टमा। सो यो जुन सिन्धुको बारेमा छ आज हेर्नुभयो होला, हामीले राम्रै बाई हानेका छौँ सिन्धु होइन। सो बाई गर्ने हो रेवतजी होइन। सो आज राम्रै बाई गरेका छौँ। फलो नगरेका साथीहरूले फलो गर्नु होला, आफ्नो र आफन्तको ख्याल राख्नु होला। जय सियाराम।